धादिङका स्थानीय तहले रासोपाकी सांसद आशिका तामाङको निर्देशनप्रति आपत्ति जनाउँदै प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्। बिहिबार बैठक बसेका 13वटा स्थानीय तहले संघीयता कार्यान्वयन र स्थानीय तहको अधिकार सुनिश्चित गर्न जोड दिएका हुन्। धादिङ 1बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउन नदिने बताएपछि स्थानीय तहले आपत्ति जनाएका हुन्। उनीहरूले संघीयताको मर्म अनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वयलाई सुदृढ गर्दै अघि बढ्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेका छन्। स्थानीय तहका जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरू कुण्ठित गरी प्रशासन मार्फत अंकुश लगाउने प्रयासका रूपमा लिँदै स्थानीय सरकारको अधिकार क्षेत्रमा सुरु भएको सांकेतिक हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ।